साथीहरू यहाँ म चाहिँ अहिले चाहिँ डे ड्युटीमा साथीहरू अब चाहिँ म सरर Station，下一站是西北高铁站。 歡迎乘搭電車，本班電車以跑馬地為終點站，祝各位旅途愉快。Welcome on board。 मेरो काम स्टार्ट हुन्छ सिजनमा मात्रै होइन यो धान रोपिन्छ हिलो आली गरिन्छ नि साथीहरू। यो परदेश भन्ने डलर फल्नुको लागि भने चाहिँ बाह्रैकल चाहिँ हिलो पानी छाप्नु पर्ने रहेछ कि साथीहरू। लु हेर्नुहोस् डलर कमाउँछ विदेशमा छ भन्छ नि सबैले, यसरी कमाउनु पर्छ साथीहरू। ल हेर्नुहोस् है त सररररररर केमिकल पानी साबुन पानी हालेर स्वर गरेपछि डलर फल्यो। तपाईहरुले के कसरी चाहिँ अब डलर फलाउँदै हुनुहुन्छ थाहा छैन हैन, आफ्नै तरिकाले डलर फलाइन्छ। सो म चाहिँ यस्तो तरिकाले डलर फलाउँछु है साथीहरू। लु अब हैन हामीलाई अब उता साथीभाइहरूले देख्दा त हैन डलर फलाएर संसारै भाडिसकेको देखिन्छ नि साथीहरू। डलरमै चिप्लेर हिँडेकै देखिन्छ अब बाहिरबाट हेर्दा। तर खासमा भन्नुपर्दा चाहिँ यहाँ साबुन पानीमा चाहिँ दिनरात 18 घण्टा चाहिँ चिप्लै गर्नुपर्छ है साथीहरू। लो है संसार भाडेको देख्ने मित्रहरूले चाहिँ हैन यसरी चाहिँ भाडिँदैछ है। यो रातिको 12-1 बजे 2-3 बजेको समय भइसक्यो। अब 4 बजेतिर सकिन्छ। सम्म 18 घण्टा ड्युटी मैले अघि पर मेरो थोरै डे ड्युटीको देखाइसकेको छु हैन। अनि यहाँ चाहिँ म अहिले यो चाहिँ नाइट ड्युटी हो। यहाँ चाहिँ 6 घण्टा इङ्गेज हुन्छु यहाँनिर चाहिँ। उहाँ दिउँसो चाहिँ 10 घण्टा 10.5 घण्टा जम्मा 18 घण्टा जति है साथीहरू। लो डलर फलाइँदैछ। कति फलाउनु होला साथीहरू। यो डलर भन्ने चिजले फेरि कहिले नपुग्ने हो। अनि साथीहरू हेर्नुहोस् न, हामीले चाहिँ ठुल्ठुलो सपनाहरू बोकेर हैन ठुल्ठुलो सहरमा पुगेर
धेरै धेरै डलर कमाउने सपनाहरू बोकेर आइन्छ होइन, तर सबै सहरहरू सहज हुँदैन। सपना पुरा त यसरी पो हुँदो रहेछ साथीहरू। ल राति अब रातिको टाइम त सुत्ने टाइम हो, तर ठुल्ठुलो सपनाहरू देख्यो भने साथीहरू यसरी सुत्नु दिँदैन है सपनाले चाहिँ। तपाईँहरूले कत्रो सपना देख्नु भएको छ। म चाहिँ होइन 18 घन्टा ननस्टप, अनि राति दिउँसो ठुलो ठुलो सपनाले चाहिँ सुत्नु दिएन यसरी साथीहरू। अब म लगभग सक्दैछु, तपाईँहरूले देख्नुभयो। अब 3-4 बजे सकेपछि चाहिँ म फेरि एकछिन यसो ब्लगहरू बनाउने, यसो हेर्ने, सङ्घर्षसँग जुत्दा न के एउटा फिल्म एउटा पुरा हेरेको छैन साथीहरू, गीत एउटा पुरा सुनेको छैन। अब चाहिँ यसो इन्जोय गर्ने भनेर म अगाडि नै भनिसकेको छु है। अनि अब यसो युट्युबतिर भिजिट गर्ने, अनि सबै कुराहरू बुझ्ने, हेर्ने, देख्ने, रमाउने, नाच्ने, गाउने भन्ने उद्देश्यले चाहिँ म आएको छु। यसरी देखाउँदैछु मेरो सङ्घर्षको कथाहरू सबै देखाउँदैछु साथीहरू। हेरेर लाइक, सब्सक्राइब अनि सेयर गरिदिनु होला साथीहरू। तपाईँहरू पनि बनाउनु होला भिडियोहरू। त्यतिकै भएर बस्दा त सङ्घर्षले दिमागको धोती खुस्काउँदो रहेछ। यो सङ्घर्ष भने सपना भने ठुल्ठुलो सपना पुरा गर्छु भने आखिरीमा त सपना कसरी चाहिँ पुरा हुँदो रहेछ त साथीहरू होइन। लगभग उमेरले पनि अब डाँडा काटिसक्यो, अनि अब मेमोरीले पनि क्याच गर्दैन, आँखाको पावरले पनि क्याच गर्दैन। अब सबै बढी कि ऊर्जाहरू सबै कमजोर हुँदै जाँदो रहेछ। अब खुट्टाहरूले पनि राम्रो सक्नु छोड्दै गयो। सपना त यसरी पो पुरा हुँदो रहेछ भन्ने कुरा मलाई चाहिँ अनुभव लाग्दैछ है साथीहरू। तपाईँहरू के कस्तो गर्दै हुनुहुन्छ? इन्जोय चाहिँ गर्दै जानु पर्दो रहेछ। मैले इन्जोय भन्ने यतिको समय, यतिको उमेरसम्ममा इन्जोय भन्ने देखिनँ। खालि सपना पुरा गर्ने, सङ्घर्षसँग युद्ध लड्ने, यति नै मेरो अराउन्ड 50औँ वर्ष जति बितिसक्यो। बाँकी अब थोरै कति बाँचिएला र त्यतिन्जेल चाहिँ हाँस्ने, खेल्ने, रमाउने उद्देश्य लिएर आएको छु साथीहरू। सो धेरै अब कतिको सक्छु होइन। मेरो समय एकदमै कम्ती छ, नाइट ड्युटी, डे ड्युटीले गर्दाखेरि भनिसके म भिडियोहरू बनाउने, दिने 2-4वटा बनाउने कोसिस चाहिँ गर्छु, तर अब अलिक मेरो समयले पनि भ्याउँदैन। जम्मा 24 घन्टामा अब होइन जिम्मेवारी हुन्छ, व्यवहार हुन्छ, हरेक घर परिवार हुन्छ, त्यहाँ पनि टाइम लाउनु पर्यो। अनि यता अब कामलाई पनि टाइम लाउनु पर्यो। अनि बाँकी रहेको थोरै समयमा अब यता रमाइलो इन्जोयतिर पनि लाउनु पर्यो। कतिको सक्छु साथीहरू, सकेसम्म कोसिस गर्छु। धेरै वक्क दिक्क लागिसक्यो यो सङ्घर्षले।
गीत गाउनेको गाउँदैछ भन्ने के गाउँदैछ के नहुँदैछ यता नेताहरूको नेता छ कोले के गर्दैछ को गायिका आउँदैछ को चाहिँ हिरोइन आउँदैछ जाँदैछ हङकङमा पार्टी पौवाहरू पनि त्यति मैले धाएको छुइनँ सङ्घ संस्थाहरू अब बिस्तारै चाहिँ म टाइम मिलाउँदैछु है साथीहरू लु धेरै मन युद्ध लडे सङ्घर्षसँग कसै साथीभाइ यहाँ नजिक गाउँमा बस्ने साथीहरूसँग पनि म सम्पर्क हुन सकिनँ अनि हाम्रो नेपालतिरको आफ्नो आफन्त कोहीसँग पनि म त्यति कन्ट्याक्टमा रहन सकिनँ यो सङ्घर्षको बावजुदमा होइन त्यति बोल्ने साहसहरू हाँस्ने साहसहरू नै गुमिँदो रहेछ क्या यो सङ्घर्षसँग चाहिँ युद्ध लड्दाखेरि सो सबैलाई मैले यहाँबाट पनि सम्झेको छु बिस्तारै टाइमहरू म्यानेज गर्नेछु अनि कहिले पनि भुलेको छुइनँ तपाईँहरूको साथ सपोर्टहरू नजिक रहने साथीहरू नेपालमा हुने आफन्त साथीभाइहरू सबैलाई पनि म यहीँबाट सम्झन चाहन्छु धेरै सम्झेको छु भिडियो त निकै लामो हुन्छ कि क्या हो अब मेरो लगभग एक दुईवटा मात्रै साथीहरू म लामो हेलो साथीहरू देख्न सक्नुहुन्छ अहिले चाहिँ रातको बिहानको 4 बज्न लाग्यो है अनि मैले चाहिँ यहाँ कहिले काम चाहिँ सकेको छु सिनिक्क बनाएर चाहिँ होइन सकिसकेको छु 4 बजे चाहिँ एनी हाउ चटक्क बनाएपछि चाहिँ डलर पाक्यो डलर फल्यो मेरो 6 घन्टाको ड्युटी चाहिँ यहाँ हो देख्न सक्नुहुन्छ 6 घन्टामा अलिकति छिटै सकिन्छ खाजाहरू खाने टाइम अब सबै देख्नुहुन्छ यहाँ चाहिँ बिस्कुट फ्याक्ट्री कुकिज पकाउने मसिनहरू सबैले देखिने एउटा देखिने चाहिँ फ्रोजेन फ्रिजर माथि हिमालको जस्तो चिसो कक्रक केक बनाउने फ्रोजेन देख्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ स्पेसली यता देख्न सक्नुहुन्छ यत्रो होला ठुलो केकहरू बन्छ यहाँ चाहिँ अर्डर केकहरू अटाको पार्टी वर्ष सुरु भयो भन्दा अब त्यस्तै 6-7 वर्षदेखि चाहिँ अब अलिअलि यसो होइन घाँस काट्ने दाउरा घाँस दाउरा अनि बाख्राहरू सानो पाल्ने अब उसले घाँस काट्ने भन्ने
बढै सुरु हुन्छ अनि त्यहाँबाट चाहिँ अब अलिकति ठुलो भएपछि 8 वर्ष 10 वर्ष 11 वर्ष तिरबाट सुरु भयो। अब त्यतिखेरबाट चाहिँ अब अलिक काम गर्न सकिने हुन्छ, खेतीपातीतिर अब सुरु हुन्छ। त्यहाँबाट चाहिँ मेरो चाहिँ कति बोनी, अब यहाँ सेलरी भनिन्छ होइन, परदेशमा त, नेपालमा चाहिँ अब बोनी भनिन्छ। सुरुमा कति 4-5 रुपियाँबाट सुरु भयो होला। अनि त्यतिखेर यसो धान रोप्ने उ गर्ने